हेलो गाइस, सो आज चाहिँ हामी जाँदैछौँ बिरयानी खान। यहाँको बिरयानी एकदम फेमस, सस्तो कहाँ रहेछ हजुर थाहा होला, ऊ पनि छ। हामीहरू चाहिँ आज हामी सबैजना गइरहेछौँ बिरयानी खान। सो तपाईँलाई पनि टाइममा देखाउने छु कहाँ छ के छ। सो लेट्स गो गाइस। यिनीहरू हिँडिसके, हेर्नुहोस् यिनीहरू पुरा हिँडेर। यो कुत्ता त पछि नलगाइ। सब हिँडिसके यिनीहरू मस्तले। कामहरू सुकेन, यसलाई मोटाउन लगाऊ होगान। सो गाइज आज म धेरै पछि अब आफ्नै स्कुल फेरि मेरो स्कुलको बाटो पर्यो। सो याद आउँदैछ थोरै थोरै। सबभन्दा स्कुलमा सबैभन्दा कमजोर विद्यार्थी भनेको सुशीला कार्की थियो। हेर स्कुल गाइज फाइनली यो चाहिँ क्याम्पस रोड हो। यो क्याम्पस रोडको ठ्याक्क यो क्याम्पस रोड। हामी यो क्याम्पस रोडबाट स्ट्रेट हिँडिरहेको छौँ। यो हान्ता काजहरू पनि हिँडिरहेछन्। सो यो क्याम्पस रोड तपाईँहरू देखिहाल्नुभयो। ठिक्क हामीहरू मोडर्नेरा छ। यो मोडर्नेराबाट यिनीहरू छन्। यो थाहा पाउनुहुन्छ भने होइन, थाहा पाउनुहुन्छ। ल यसो ल मेरो भिडियो पनि बनाऊ, तिमीहरूलाई पनि देखाइरहेको छु। हेलो भन ल, हेलो भन। हेलो के छ, ठिक छ? राम्रै छ? नै राम्रो छ, धेरै राम्रो। कहाँ जाँदैछौँ हामी? बिरयानी खान गइरहेछौँ हामीहरू चाहिँ। यसो 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 बस यसो। सो ल मलाई पनि यसो देखाउ नि त नि, यसो यसो ल। सो गाइज म पनि फाइनली यहाँ हाम्रो क्याम्पस रोडनिर पुगेँ। अब हामी जाँदैछौँ बिरयानी हाउसमा है। सो कस्तो हुन्छ के हुन्छ टेस्ट सबै तपाईँलाई भनिदिन्छु। रेडी। भयो यार, त्यति नदुख्नु न यार। तिमीहरू दुख्नेसँग त म त पछाडि हिँडिरह। गर्मीको महिना धेरै जुन एसी पनि छ यहाँ होइन, एकदमै गर्मी छ। गर्मीमा चाहिँ यस्तो हटर बिरयानी खानु छ भने जतिर आउनु मलाई है। सो म बसिहालेँ फुलमा। घरभरिमा धेरै गर्मी छ, गर्मी लागेर कस्तो छ तपाईँले टाइममा सूचना दिनेछु ल गाइज। ऊ चाहिँ मेरो बहिनी। यहाँ बहिनी चाहिँ मस्तले पुरा हात सुँगिरहेको छ। के लगाएर यो छोटी सिस्टर। ये चाहिँ भाइ है हमारा। हामी चाहिँ हेरेको हेरे। ए निस्किने मान्छे चाहिँ यस्तो कुनामा लगाउनु है। ठुलो दिदी। हेलो गाइस, मलाई अहिले कुलकुल लागिसक्यो, गर्मी लागिसक्यो। चाहिँ यो सिस्टरसँग अर्डर लिइरहेको छु। सो तपाईँहरूलाई चाहिँ देखाउनु छु बिरयानी कस्तो छ भनेर है। ल सिस्टर अर्डर ल्याऊ। मलाई चाहिँ यहाँ आएर एकदम कुल फिल भइरहेछ गाइज है। सो म चाहिँ धेरै एक्साइटेड छु कस्तो छ के छ। हुन त योभन्दा अगाडि खाएको पनि थिएँ, राम्रो थियो, एकदमै राम्रो थियो। अझ पनि तपाईँलाई देखाउने छु यहाँ कस्तो आयो के आयो। टाइममा तपाईँलाई सूचना दिइराख्ने छु गाइज। सो गाइज हाम्रो फाइनली कोक चाहिँ आयो। कोक आउँदैछ। चाहिँ सिस्टरले गिलास ल्याइदिँदै हुनुहुन्छ। यिनीहरू आफ्नो धुनमा छन् सबै हेर। यिनीहरूलाई यो फ्यामिली डिनर जस्तो त मलाई के लाग्दै छैन। यो चिल्ड्रेन डिनर जस्तो लागिरहेछ। सबैको मोबाइलमा ध्यान दिन्छ हैन। हामी चाहिँ हेरेको हेरे। हामी चाहिँ हेरेको हेरे गाइस। सो ल चिल पारेर कोक हालौ। ल भाइ हाल्छ कोक है गाइस। ल कोक हाल। यो ठीक छ नि। हाम्रो भाइ चाहिँ कोक हाल्दैछ। सिसै हो। मलाई मनपर्ने पानी गाइस, मलाई सबैभन्दा मनपर्छ यो पानी। पानी पनि मनपर्ने, सबै मनपर्ने। अब के मनपर्ने ल रेडी बनिसक्यो। मैले तपाईँले अघि नै भनिहालेँ मलाई सबैभन्दा मनपर्ने पानी हिमाली। सो अब एकछिनमा कोक त सबैले टेस्ट गर्नै पऱ्यो, एक्लै खानु भएन हान्ताका जस्तै। आफ्नो इन्जनमा कसले गर्नु यस्तरी कोक हालिरहेछ भाइले। मलाई अगाडि हाल्न दियो, एकछिन राखिरहेको छ नि। कोकको बेग्लै मजा। चिन्ने कोक खाएर किडनी चल्यो। धेरै गर्ने होइन नि त, सबै दारू खाएर किडनी चल्यो। अस्ति त खाएन गाई। खतरालाई कोक हालिदिएछ भाइले। तिम्रो सबै एउटै ल गाइज है, ल चेस गरौँ है सबैले है, चेस गरौँ ल।
गाइज सो गाइज चेस रोक है तल गर न कति माथि गऱ्यो यहाँ अरे यहाँ गर न ल चेस 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 गाइज सो कोक भनेको कोक हो के सो सबैजना हामी खाँदैछौँ यहाँ हामी आफ्नो टिममा छौँ वाउ गाइस सो जग्गा छोडा सो गाइस हामी चाहिँ फाइनली बिरयानी खाना आए यहाँको एकदम फेमस बिरयानी सुनेको थिएँ एकदम मिठो छ भनेर आज म ट्राई गरेर देखाउँछु हजुर मैले नाम अलरेडी क्लिक गरेको छैन गाइस ल यहाँ देखाऊ बिरयानी देखाऊ बिरयानी तैयार छन् बिरयानी सो गाइज बिरयानी यिनीहरू पनि खाँदैछन् हन्तकाल जस्तै अब खालान् एकछिनमा यसलाई त बोल्न के कामै छैन बरु यसलाई योसँग होइन ल खाऊ ल कस्तो छ टन होइन कस्तो लाग्यो टेस्टी हामीले अस्ति नै खाएर गएको त्यो पनि आज पनि खाएको हो ल गाइज मैले पनि खाएँ ल बिरयानी ओके ओके खाऊ ल खाऊ यतिले पुग्छ कि अझै अर्डर गर्नुपर्छ अगाडि भनिहाल्नु फेरि पुगिहाल्छ होइन दम बिरयानी ल ऊ नगर्दै खाएर यसो भन्न कस्तो दाम छ है यति धेरै आएको छ 100 को यो चाहिँ है यसमा मतलब मान्छेहरूको सस्तो भएपछि मिठो पनि हुँदैन है मिठो पनि हुन्न तर म चाहिँ टेस्ट गर्न गइरहेको छु कस्तो छ के छ भनेर होइन यस्तो अब धेरै राम्रोसँग रिभ्यू त म दिने गरेको छैन तर पनि यहाँको चाहिँ दिइहालौँ आमा 100 को यति धेरै दुईजनाले अब लगभग धेरैले खान्छ पुग्दैन होला एक दुईजना मतलब थोत्रै खाने मान्छेलाई चाहिँ दुईजना मस्तले पुग्छ यति धेरै छ 100 को के आउँछ अहिलेको जमानामा के आउँछ बिरयानी आउँछ नि ए के आउँछ बिरयानी आउँछ कुन ठाउँमा हेमपुष्पा है म अब जाँदैछु त्यसो गर्न यसो नजिकेर यति सफ्ट छ त्यस्तो धेरै मसलादार पनि छैन यस्तो राम्रो फ्लेभर छ अनि धेरै यस्तो गिजिमिजिरी पनि हालेको छैन यसमा है तर फ्लेभर चाहिँ मस्त छ है 100 को नभनौँ यसो त 500 को 800 को जति भने पनि भइगयो तपाईँहरूलाई खाने इच्छुक छ भने धनगढीमा सस्तो मिठो महँगो पनि मिल्छ तर यस्तो टेस्ट गर्न चाहनुहुन्छ भने चाहिँ एकदम बेस्ट है हाम्रो हेमपुष्पलाई सम्झिनु होला ओ गाइस सब चुटाङ चुटुङ भइहाल्यो यहाँ हेर्नुहोस् ओहो मिठो भएको काम हन्तकालीहरूले सब चटाङ चुटुङ पाएर यो हेर यो अझ पनि खाँदैछ हेलो यहाँ सिस्टरले आउँदै हुनुहुन्छ कोदाइ भन्यो यहाँ भिडियोमा गएर गाली गरौँ भने मलाई गाली गरिकन राख्छु सबै नि औ गाइज यो भनेको के दम बिरयानी है दम बिरयानी वा हाम्रोमा चाहिँ यहाँको स्टाफ यो खाने मान्छे हो म त खाँदैन गाइस सक्दैन खाना अगाइहालेँ म तुम नहीं खाओगे खाने नि म त ओहो खाने नि म त अरे यहाँ छ नयाँ ल ल खाऊ 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 गाइस दिस इज सो गाइज अब चाहिँ मैले खाइसकेँ अब तपाईँ हामीहरू चाहिँ गजान लाग्यौँ यो पनि खाइसक्यौँ पेट यत्रो ठुलो भइसक्यो खाएर सो गाइज अब हामी जाँदैछौँ यो कोक चाहिँ बचेछ त्यही पनि खाउँ जस्तो लाग्छ तातो भइसक्यो त्यही पनि अलिअलि खाइदिन्छु ल
मलाई चाहिँ खुस भयो भयो सो हामी अब गयौँ हामी जाँदैछौँ होइन यो पनि खाइसक्यौँ अगाइस न सो गाइस म चाहिँ अब गएँ सो गाइस तिमी चाहिँ कहाँ गएको त मैले खाइसकेँ गाइस अब मलाई चाहिँ धेरै राम्रो लाग्यो तपाईँहरू पनि खान चाहनुहुन्छ भने आउनु होला सो गाइस बाई बाई